आजको खाना चाहिँ यही है, भात, यो चाहिँ आलु गोबी मासु सबै छ है, सबै मिसाएर। अनि उता के छ अरे? अन्डा अम्लेट हो यो। अन्डा अम्लेट। ल यही आज म खाना ओभर टाइम थिएन, 8 घन्टा ड्युटी गरेर आएर खाना बनाएर खाँदैछु। अब यही हुन्छ आज मेरो खाना। ल ल यता छ हाम्रो भेज। फेरि यो पुरा भेज, तेल पनि छैन गाइसमा त, अहिले छ तेल अलिअलि ल यो अब खाइन्छ। अब ल गम के गम खाना फेरि खतरा छ है। अन्डा यो के अरे अन्डा भात फेरि उसले आफैले बनायो होइन है। फेरि यो होटलको खाना हो। फेरि पहिला बनाएर खान्थेँ, आजभोलि होटलमा है। ए दाल यस्तै प्लास्टिकमा खाने, फेरि विदेशमा मलेसियामै तपाईँ आफूले यस्तो। अब अनिललाई पनि भाइरल गराउनु पऱ्यो क्या। राम्रो खाना पठाएन? चटनी हो, राम्रो खाना छ नि, चटनी छ चटनी के। कस्तो लाग्छ प्लास्टिकमा खाना खाँदाखेरि? प्लास्टिकको खाना अब के भन्ने, मलेसियाको खाना यही हो। रुममा बसेर गाह्रो लाग्छ, अनि के भन्नु प्लास्टिकको खाना गममा एक गाँस खाऊ भने म पलाएको त्यसपछि बन्द गरिदिन्छु। ल यही मलेसियामा खाना बनाएर खानेले बनाएर खान्छ, न त होटलमा खानेले चाहिँ यसरी ल्याइदिन्छ रुममै टक्क खाने। पेपरमा खाऊ है, पेपरमा मलेसिया खाना यही हो। भाँडा धुनु पर्दैन, पेपरमा खाए सट्ट फालिदियो आनन्दै। कस्तो छ? ठिकै रहेछ। ल अब हामीले ल खानासाना खाएर सक्यो। अब भाँडासाना धुने सुत्ने। ल बाई, गुड नाइट।